नमस्ते सबैजनालाई। आज हामी स्लिक किचनको तर्फबाट विराटनगर स्थित हुतराज धमलाजीको घरमा आइसकेका छौँ। उहाँसँग हामी स्लिक किचनको कस्तो एक्सपिरियन्स रह्यो सुनौ है त। हजुरले स्लिक किचन कन्सेप्ट रोज्नुको मुख्य कारण के थियो होला त? राम्रो भरपर्दो धेरै टिकाउ हुने भएको कारणले रोजे हजुर स्लिक किचनको टिमको व्यवहार र सेवाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ? सन्तुष्टि छु। सिलिक किचन जोड दिनुभयो, सबै कुरा बुझाएर आनन्द छु, सन्तुष्ट छु। घरमा फिटिङ गर्न आउनुभएको मिस्त्रीहरूसँग चाहिँ कस्तो अनुभव रह्यो? मिस्त्रीहरूले राम्ररी जोड दिनुभयो, सन्तुष्टि बनाइदिनु भयो, सरसफाइ गरिदिनु भयो। त्यसमा केही वाद विवाद भएन, राम्रो भयो। हजुरले पुरानो किचन फेरेर नयाँ किचन बनाउनु भएको छ। सो यो किचन बनिसकेपछि हजुरहरूलाई कतिको सजिलो भएको छ त? धेरै सजिलो भएको छ। आफूले राखेको सामानहरू सबै थोक भेट्न पाइन्छ, सजिलो भएको छ। नयाँ पुरानो फेरेर नयाँ राम्रो भएको छ, आफूलाई युज गर्न राम्रो भइरहेछ। हजुरलाई क्याबिनेट फिटिङ र सामग्रीको गुणस्तर कस्तो लाग्यो त? मलाई स्लिक किचनको क्याबिनेट फिटिङहरू सामग्रीहरू 100% राम्रो छ। खोल्दा पनि बन्द गर्दा पनि कहीँ अप्ठ्यारो हुने, कहीँ अड्किने भएको छैन। हेर्दा पनि राम्रो छ। हजुरहरूलाई हाम्रो कामको सबैभन्दा मन परेको पक्ष के हो त? स्लिक किचनको कामहरू भनेको आफूले भनेको समयहरूमा उहाँहरूले वर्क कम्प्लिट गर्नुभएको छ। हामीलाई एउटा मेन्टल स्ट्रेस भएन, उहाँहरूले आफै काम गरिदिनु भएको छ। एभ्रिथिङ इभन इन्च अफ फिटिङहरू उहाँहरूले आफै गरेको कारणले हामीलाई स्ट्रेस छैन। उहाँहरूको वर्क पनि राम्रो छ, फिनिसिङ पनि राम्रो आएको कारणले सबैभन्दा त्यो राम्रो पक्ष भनेको काम कम्प्लिट अनि फिनिसिङ उहाँहरूले राम्रो दिनुभएको छ। हाम्रो कामबाट हजुरहरू कतिको सेटिस्फाइड हुनुहुन्छ त? हामी हजुरहरूको कामबाट 100% सेटिस्फाइड छौँ। हजुरहरूको फिटिङहरू पनि राम्रो छ। अनि त्यस पछाडि पनि हाम्रो एक्सपिरियन्स राम्रै रहेको छ। उहाँहरू कस्टमरलाई दिने जुन एक्सपिरियन्स छ, सोरुम भिजिटमा पनि तपाईँहरूको 100% एउटा सेटिस्फ्याक्सन बनाउनु भएको थियो र वर्कमा पनि 100% सेटिस्फ्याक्सन आएको कारणले हामी सम्पूर्ण खुसी छौँ, गुड छौँ। स्लिक किचनको बारेमा अरू ग्राहकहरूलाई केही भन्न चाहनुहुन्छ? उहाँहरूको क्वालिटी फिनिसिङहरू पनि एकदम राम्रो छ। किचन बनाउने हो भने स्लिक किचनबाट बनाउनुहोस्। मैले त बनाएँ, हजुरहरू पनि गर्नुहोस्।